आज हामी एउटा रोड ट्रिपमा छौँ सुविशालाई पनि लिएर हामी हिँडेको हामी कहाँ जान आँटेको के गर्न आँटेको मलाई र सञ्जोगलाई बाहेक कसैलाई पनि थाहा छैन मतलब सुविशालाई थाहा छैन बिहान 6 बजे उठेको मान्छे हामी हिँडै छौँ उसलाई थाहा छैन गाइस मलाई हिजोदेखि 7 बजे हिँड्नी 7:30 बजे हिँड्नी छिटै उठ्नी भनेर गाडीभित्र हालेर लिएर कहाँ हिँडेको कुन्नी 2 घन्टा भइसक्यो सोचेको छु अब नेपाल जस्तो यहाँ बाटो भएको थाहा पाउनु त अब यहाँ थाहा नै हुँदैन के गर्ने अब हाम्रो जसले हेर्नु भएको छ उहाँहरूलाई त थाहा भइसक्यो होला हामी कहाँ गइरहेको हाम्रो थम्बनेलबाट होइन तर सुविशालाई थाहा छैन अहिलेसम्म अब थाहा हुन्छ स्टे ट्युन्ड सञ्जोग र मेरो मात्रै प्लान हो उसलाई भन्ने पनि होइन अब त्यहीँ ठ्याक्कै गएपछि उसको रियाक्सन के हुन्छ हेरौँला इट्स ओन्ली 32 मोर मिनट्स नानीले कता कता फिगर आउट गरे जस्तो कहाँ जान लागेको जस्तो लागेन मैले बोर्डमा नाइग्रा फल्सको यतातिर अनि बफेलोको यतातिर गयो देखेँ हामी यतातिर गयौँ भनेपछि हामी अफकोर्स नाइग्रा फल्स एउटा मन्दिरको अप्सन थियो अर्को नाइग्रा 3.5-4 घन्टाको मात्रै ड्राइभ हो सो आई वाज लाइक ओके वान अफ द अप्सन जाउँ न त भने अनि मैले यसो सोचेँ त्यही जाने नाइग्रै जाउँ नानीलाई मेमोरी पनि हुन्छ नानी नाइग्रा कहाँ छ यो वृन्दावन चाहिँ वेस्ट भर्जिनिया है ओ माय गॉड गाइस मेरो फर्स्ट युएस को फर्स्ट रोड ट्रिप हो ल मैले युएस आएदेखि मैले यस्तरी घुमेको ठाउँ भनेको त फर्स्ट टाइम नै होला म कहीँ यसरी घुम्न गएको पनि नानीले के अरे मिल पनि फर्स्ट टाइम देखेको अरे हामी चाहिँ अहिले के अरे बफेलोको डाउनटाउनमा आछ सो दिस इज हाउ इट हजुरलाई के गदगद रे के गदगद गाइस म खुसीले गदगद छु मनमा नै बाहिर पनि अब म एकैछिनमा देखाइहाल्छु तर एकछिन प्रोसेस गर्न टाइम लाग्छ मलाई यो आस्था अधिकारी च्यानल हो कि सुविशा कोइराला हो कि अगाडिको अगाडि यो चाहिँ अस्ति हामी यहाँ बुढो गएको क्यानाडा यहीँबाट गएको ए यो यहाँबाट अमेरिका छिरो अनि गाइज यता हेर देख ल टुरिस्टको फोटो खिचिरहेको छ हामी ऊ त्यो माथिको टावरबाट लिफ्टबाट तल झऱ्यो नाउ वी गट आवर पन्चो पछि यहाँ लाइनमा वेट गर्नुपर्छ ऊ यसरी बोट आउँछ चढेर अनि सैया जाने गाइस त्यो रेड कलरको चाहिँ क्यानाडाको बोट अनि हाम्रो ब्लू वाला हाम्रो चाहिँ ब्लू वाला हो गर्मी यार अलराइट गाइस कस्तो लाग्यो त नायग्रा फल्स अहिलेसम्म हामीलाई एकदमै धेरै रमाइलो भयो इट्स सो अनरियल क्या एभ्री टाइम यहाँ आउँदाखेरि चाहिँ रिग्रेट चाहिँ म कहिले पनि हुँदैन त्यहाँ फल्समा जाने बित्तिकै सबै टेन्सन सबैतिर कता कता जान्छ इट्स सो अनरियल मदर नेचर इज रियली प्रिटी पर्छ हामी त एभ्री सिङ्गल इयर आउँछौँ त्यही पनि एकचोटि आउनै पर्छ आज मैले 6th टाइम बोट राइड गरेको मेरो दिस इज माइ 6th टाइम दिस वाज माइ फर्स्ट टाइम एन्ड आई लभड इट मेरो 5th टाइम हो सञ्जोगले लास्ट इयर 2 चोटि गरेर एकमा एउटा टपेको छ मलाई कसरी एकचोटि एक्लै गर्छु त लास्ट इयर दिपु दिदी र शङ्कर हामी सँगै आएको हो
वाटरमेलन लभरहरू यहाँ दुईजना मैले यसबाट मैले एउटा मात्रै खान्छु अहिलेसम्म यो कति लट हो यो थर्ड फोर्थ यो फोर्थ होला फोर्थ लट वाटरमेलन हेभन इज मिथ क्या Oh my god, guys, you guys should visit it once in your lifetime. Kya? I'm so grateful towards my dada and bhauju. Kya? यो एभ्री टाइम यो भ्यू देख्दाखेरि दामी लाग्छ दामी छ यस्तो दामी देखिरहेको छ अहिले नि टाइम बबाले छ क्या यस्तो हेर्दाखेरि नै So good. यो पानीहरू मलाई पानी नै हेर्न लाग्ने त्यसो निलो वा त्यो खै के ग्रिन भन्छ अनि त्यहाँ राखेको हामीलाई एकदम धेरै रमाइलो भयो आज अनि पानी पनि कति क्रिस्टल क्लियर छ अति लास्टै राम्रो छ हेरेको हेरै गर्न मन लाग्ने के जानै मन छैन कति चाहिँ पानी होला है कहाँबाट आएको होला अति म्याजिकल हो यो त हामी त गलेर पात भयो गलेर पात भयो गाडी कसले ल्याइदिन्छ भयो हामी केप अफ द विन्स चाहिँ जान मिलेन हामी बिकज अहिले बल्ल 4 बज्यो अहिले टिकट काट्यो भने 8 बजे पालि आउँछ अरे अनि 4 आवर्स अफ वेट टाइम चाहिँ टु मच भयो सो अब हामी केप अफ द विन्स नजाने भयौँ अब यहाँबाट पार्किङ लट वक छ 10-15 मिनट तर सबजना गर्मीले पनि टायर्ड भएर नानी कस्तो लाग्यो मेरो हालत हेरेर हजुर भन्न सक्नुहुन्छ होला बिहानमा कस्तो थिएँ र अहिले म कस्तो छु दादाले टी सर्ट नै चेन्ज धेरै रमाइलो भयो म यति धेरै ग्रेटफुल छु कि मैले थ्याङ्क गड म यहाँ आएँ क्या लाइक थ्याङ्क गड मैले 5 दिनको छुट्टी भए पनि लिएर यहाँनिर आएँ क्या मैले सोचेकै थिइनँ नि त नाइग्रा फल्स भनेर बिहानै गाडीमा हालेर अब लगाएछ बाटो भनेछ कहाँ लग्यो के गर्यो सर्ट्स लगा भने छ जुत्ता लगा भने छ कि त अब हाइकिङ हो कि Thank you everyone, thank you for watching, hope you like this video. Please do like, share, subscribe, share पनि गरिदिनु होला मजाले लाइक टक गरिदिनु होला मेरो भाउजूको च्यानल